सबैजनाले एकपटक भिडियो राम्रोसँग पुरा हेरिदिनु होला। हाम्रो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव कुमार नेपालको बारेमा केही भन्नुभएको छ। भनाइ कस्तो लाग्छ कमेन्ट गर्नु होला र हामीलाई एउटा सब्स्क्राइब गरेर सहयोग गरिदिनु होला। हस्त धन्यवाद। माधवजीको विषयमा स्वयं माधवजी नै आश्चर्य परेको कुरा उहाँले गर्नुभएको छ। एक दुई, अदालतप्रति माधवजीले नै भरोसा छ हाम्रो, अदालतले न्याय गर्छ र म छिटै सफाई पाएर फर्किन्छु भन्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभएको छ। मैले पनि अदालतले पक्कै पनि उहाँमाथि न्याय नै गर्छ भन्ने ठान्छु। तर चाहिँ कुरा के छ भने चाहिँ अब प्रधानमन्त्रीजीको अलिकति राजनीतिक प्रतिशोधको गन्ध त आएकै छ र अख्तियारले पनि कहीँ न कहीँ एउटा प्रश्न, गम्भीर प्रश्न जन्माएको छ। त्यो के भने पहिला अख्तियारले नै प्रधानमन्त्रीको बारेमा, कुनै पनि प्रधानमन्त्री र क्याबिनेटको डिसिजनको बारेमा अख्तियारको नीतिगत निर्णयको विशेष चाहिँ अख्तियारको क्षेत्राधिकारभन्दा बाहिरको कुरा भएको हुनाले ललिता निवास प्रकरणका सन्दर्भमा बाबुराम भट्टराई र माधव नेपालजीको बारेमा जे प्रश्न उठेको थियो, अख्तियारले यो हाम्रो क्षेत्राधिकारभित्र पर्दैन, जे गर्नु छ क्याबिनेट नै गरोस् भनेर चिठी लेखेको मैले आफैले हेरेको छु त्यो चिठी। तर अहिले त्यही अख्तियारले माधवजीले गरे त नीतिगतै निर्णय हो, जे गरेको भए पनि त्यसैमा फेरि प्रवेश गरेकोले प्रश्न उठेको छ। सायद अख्तियारले जवाफ त्यसो भए गिरिबन्धुतर्फ पनि फर्किन्छ हुन्छ। अब यो नै इस्टाब्लिस हुने हो भने त अब हामीले त भने फेरि हामीले चाहिँ त्यही कुरा भनेका छौँ। 64 देखि नै सबै प्रधानमन्त्री, गृहमन्त्री सबैको पनि छानबिन होस् भन्ने हामीले भनेका छौँ। यसले के गर्छ भने यसो हो भने कोही पनि चाहिँ छानबिनको दायराभित्र आउन सक्ने भयो, तर यो नीतिगत र सैद्धान्तिक रूपले ठिक हो कि होइन भन्ने बहस चाहिँ गर्न जरुरी छ। तपाईँको लचकता हुने राष्ट्रपति राष्ट्रपतिले स्ट्यान्ड लिने हो भने चाहिँ फेरि कसरी होला? कांग्रेस सभापतिसँग राष्ट्रपति भेट्न विषय 1-2 दिनभित्र थाहा हुन्छ। कांग्रेस सभापतिलाई राष्ट्रपतिले पनि भेट्ने हो होइन?